दर्शक वृन्द संसार देख्न नपाए पनि पैसा चिन्ने यो बाजेको कलालाई हेर्नुहोस् त। अब एउटा दुईटा तीनटा कति होला यो 300 भयो। अहिलेसम्म अन्धकारको जीवन बिताए पनि अन्धकारको महसुस कहिले भएन। छोटी जरा बल्छ उठे यसो फर्केर हालो गाँठे हात नै उनी पनि रोक्छन् त। घरमा तीनवटी श्रीमती भित्राएका थिए। त्यो उमेरमा गर्छन् यति रमाइलो कुराहरू। विगतका दिनहरूलाई सम्झिँदै सुनाए यति धेरै रमाइलोका कुराहरू। तीनवटै श्रीमती घरमै ल्याउनु भएको थियो। घरै ल्याए। बोइले चाहिँ गाली गर्नु भएन किन म हुँदा हुँदै अरू ल्याइस् भनेर? त्यसले भन्ने कुरा भएन। दर्शक वृन्द, यति बेला हामी रोल्पाको रुन्टीगढी 5 यो नयाँ गाउँमा आइपुगेका छौँ। नयाँ गाउँमा पुरानो मान्छे हुनुहुन्छ तर नयाँ जोस जाँगर जहिले पनि चलिरहने एकजना बुवा हुनुहुन्छ। अझ हामीले केही बुवाका इतिहास, बुवाका रमाइला पलहरू, हामी पुराना कुराहरू अझ पनि लिने प्रयासमै छौँ र बुवालाई संसारले चिन्नुपर्छ भन्ने अभियानमा पनि छौँ हामी। बुवा, सुरुमा स्वागत छ हजुरलाई। हजुरको नाम भन्नुहोस् त। आज मेरो नाम 2082 साल असारको महिना मेरो जन्म भएको हो शुक्रबार। यो असारको महिना 24 गते 80 वर्ष हुन्छु। मेरो नाम हो मानबहादुर पुनमोहर। 80 वर्षको उमेरमा पनि तपाईँ यस्तो जोसिलो हुनुहुन्छ बुवा, होइन? अनि छोटी बस्ने, गाउने बजाउने, अनि अर्काको यसो सुजनीमा यहाँ पनि हात हालिल्ने, अनि अब अलि रङ्गभङ्ग गर्ने, टिजिएफ लाग्ने हेर गाँठे। तपाईँ त अचम्म हुनुहुनेछ होइन? तरुनी बस्दाखेरि रमाइलो हुन्थ्यो त्यसो भए? अब यसो उसो हेर बसेर यसो गराओ, अनि यसो जिउ चम्काउनु हो। तिनवटा बिहे पनि गर्नुभयो? छुट्टी बस्दाखेरि चाहिँ कसरी बस्नुहुन्थ्यो नि बाजे? परेकालाई बस्नु कसरी बस्ने होला? बस्नु त यसै मजाले यस्तै चाचार मासे गऱ्यो, सँगसँगै यसो बस्यो, अनि छोटी जरा बल्छ उठे यसो फर्केर हालो गाँठे हात हात हाल्दाखेरि केही भन्दैन थिए छोटीहरूले? नै उनी पनि रोक्छन् त। उनीहरू पनि जोसिन्थे? रोक्छन्। बाजे कहिलेकाहीँ मेला जाँदाखेरि, छोटी बस्दाखेरि छोटीहरूले सुन्तलाहरू पनि दिनुभयो कि नै? सुन्तला आफूले पनि किनेर पनि दिनुहुन्थ्यो? आफूले पनि दिनु पर्यो गाँठ फेरि। भनेपछि तपाईँ त जवानीमा त मस्तै चञ्चलै हुनुहुन्थ्यो। त्यो त उसलाई दिनु नि पर्यो त आफूले। अर्काको त्यस्तो सायद हाल कापाइल घाटे भुलाउनु त भुलाउने, भिटामिन दिनु पर्यो होइन? कहिले दिनु पर्यो। केही नदिइकन त्यस्तो दिनमा लाउँछ कानुन र चक्काउने बक्काउने गरेर त्यस्तो गरियो। त्यहाँबाट जन्मा अहिले अब 80 वर्षमा लागिगयो। तर अहिले फेरि पनि छोटी बसौ अहिले होइन लाग्छ लाग्नु त भने अब यिनी जिउ पार्टी झन् अब यस्तो मान्छे गर्छन्। फेरि अब आफूसँग बसेका छैनन्। अब जस्तो कि तिनी सोन्छे त नानीको आमा भए, बड्डी भए, सिँगान गालो छोड्ने भए, अनि आठु गर्न नसक्ने भए, यत्रो हुन्छन् कोही मरिए पनि। हामी त अब लोग्ने मान्छे हो र लोग्ने मान्छे त अलिकति जन्मायो खपेस हुन्छ। अब हजुरले तपाईँको जुन आँखा चाहिँ समस्या भएको, दुईटै आँखा नदेख्ने भन्नुभयो, कहिलेदेखि तपाईँले देख्नु? यो मेरो जन्मैबाट हो। यो पुरै जन्मैबाट हो। जन्मैबाट हो? पुरै हो। नानीहरू पनि रहेनछ है? लेख्ने बेला सचिवले जन्म भने लेख्ने भनेर अरू मास लेखेको छ क्या गाँठे। सुन्न नजान्ने केटाहरूको के भाउ भक्तहरू गाँठे। अब तपाईँले एउटा भनौँ न यो संसारलाई देख्न नपाए पनि महसुस गरिरहनु भएको छ। अनि विवाह गर्नुभयो, बच्चा बच्ची जन्माउनु भयो, अब आँखा नदेखि पनि दाम्लो बाट्नुहुन्छ, रुख चढेर घाँस काट्नुहुन्छ, सब कुरा गर्नुहुन्छ होइन? घाँस काट्नु बा जमानानो अब 25, 30, 35, 40, 45, 50 वर्ष 55सम्म त रुख पनि चढ्रो। रुख पनि चढ्नुहुन्थ्यो? कसरी चढ्नुहुन्थ्यो नि रुख? रुख चढ्ने यसो जन्मायो, यसो हल्ले हल्ले पारो जन्मायो। अन्त कोही जन्मायो अब सुक्या पाक्या छन् नि कस्ता छन् तिनीहरूले ठ्याक्क ठक्क गराएन। रुख पनि चिन्नुहुन्छ? ठ्याक्कै भएर कोही त उस्तै हाँगा भाँचिन्छ पनि जान्छन्। अनि त्यस्तामा गरेर घाँस काट्यो,
अनि लालाबाला पाल्ने, गाई दुहुने गाँठे, मुही मोट्ने पार्ने, लौनी झिक्ने गर्नु हो। संसारले गर्ने, आमाले गर्ने धन्ना गर्नु गाँठे। दिदी छैन, बहिना छैन। तिनवटा बिहे गर्नुभयो बुवा, अहिले कुन श्रीमतीसँग बस्नुहुन्छ हजुर? अहिले ऊ पहिले ल्याएको जेठी छ। जेठी छ। पछाडि आएको त अब त्यही ऊ भयो, रङ्ग भयो। हजुर। रङ्गले ल्याइयो। तिनवटै श्रीमती घरमै ल्याउनु भएको थियो? घरै ल्याए। घरै ल्याउनु कसरी पकाउनु भयो? अनि जेठी हजुरआमाले चाहिँ होइन बोइले चाहिँ गाली गर्नु भएन किन म हुँदा हुँदै अरू ल्याइस् भनेर? त्यसले भन्ने कुरा भएन, फकाउनु भयो। त्यसले त्यो भएन त। मेरो अब जेही खसेको उसमा 53 सालमा हो। हजुर। बा खसेको 54 सालमा हो। हजुर। 3 दिन अगाडि ल्याए दोकान मैले त। अगाडि आमा हुँदा हुँदै ल्याउनु भएको? बाउ आमा सब हुनै हुँदै ए बुवा आमा हुँदाखेरि उहाँहरूले फकाउनु भयो। त्यो जाँदा आइमै बोल्ने कुरै होइन। अब बस्छ, अब यसो रङ्ग पर्छ हालिदिन्छु। छोरा नानी जन्मिन जान्छन् गाँठे। उठा जाने कति भाइ बहिनी जन्मे नि छोराछोरीहरू? छोरा 5 भाइ छोरा, 2 बहिनी छोरी हुन्। एउटा छोरा खराब गयो। हाल्नु चाहिँ के हाल्नुभयो भन्नु न? 4वटा छोरा छ। अनि हाल्ने त अब बिर्जाहरू जान निकाल्नेवाला चाहियो नि। डिजल पेट्रोल होइन बुवा? त्यही नै हो। 2 बहिनी छोरी, 3 का जाने यो थाहा। अनि छोराछोरीको सबैको बिहे भइसक्यो होला नि? भयो। अनि नाति नातिनाहरू कति कति 22-24 भाइ न नातिना। हजुर। 27-28 भाइ न पलाटिन छन्। ए पलाटी पनि घर पनि कमाउनु भयो है? छ। अनि जुन अहिले छोराछोरीहरू हुनुहुन्छ त्यहाँहरू चाहिँ जेठीबाटको हुनुहुन्छ कि या पछि? होइन, त्यही जेठीबाटको। जेठीबाटको कान्छी माइलीबाट त बनाउनु? तिनी एउटा 27 वर्ष महिना बस्यो, एउटा 7 महिना बस्यो। अनि बनाउनु भएन? होइन, बन्द। तिन भाडा तिनको निर्भर रहेछ। ए त्यो नभएको मेरो मात्र खेर।